वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको छ। किर्ती नागरिकता मुद्दामा पटना जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका मेयर सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र बनाएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो। मंगलबार मेयर सिंह सहित 4 जना विरुद्ध पक्राउ अनुमति जारी भएपछि प्रहरीले सम्भावित स्थानहरूमा निगरानी बनाएको जनाएको छ। यसैबीच मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीले जानकारी किन पाएन र कसको संरक्षणमा उनी अदालत परिसरमा प्रवेश गरे भन्ने विषयमा समेत विशेष अनुसन्धान सुरु गरिएको छ। प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालत पुगेको सूचना ढिलो गरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली अदालत पुगेको थियो। तर प्रहरी पुग्नुभन्दा अगाडि नै उनी त्यहाँबाट निस्किसकेका थिए। हाल फरार रहेका मेयर सिंहको खोजीका लागि विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको छ भने घटनाले वीरगञ्जको प्रशासनिक तथा राजनीतिक वृत्तमा नयाँ तरङ्ग सिर्जना गरेको छ। अब सबैको ध्यान प्रहरीले मेयर सिंहलाई कहिले नियन्त्रणमा लिन्छ भन्ने विषयमा केन्द्रित भएको छ।